सबैजनालाई स्वागत छ तपाईलाई फेरि पनि मेरो भिडियोमा। अनि आज चाहिँ म कहाँ छु भने म आज कहाँ छु सोनादामा छु। आज म शुभेच्छाको घर रङमुख के भन्छ रङमुखमा छु हो सोनादा मुनि रङमुखमा शुभेच्छाको माग छु। अनि आज चाहिँ हामी जानु आँटेको इन्द्रेणी फल्स आज फर्स्ट टाइम जाँदैछु म है, गएको छुइनँ कहिलेदेखिको जाउँ भन्ने भएको थियो होइन। त्यो प्लानिङ मिलेको थिएन नि त, आज बल्ल जुर्यो शुभेच्छाको माग हुनु। त्यहाँदेखिको चाहिँ गएको। शुभेच्छा यहाँ छ, हाई। म चाहिँ उसको घरमा आइरहेको छु, हिजो मात्रै आएको हो। अनि आज चाहिँ हामी जानु आँटेको 3 जना मात्रै, म मानसिका बहिनी छ हो। अब हामी चाहिँ एकछिनमा निक्लिनु आँटेको है, भर्खर रेडी भइसक्यो। अब चाहिँ हामी गएको। बहिनी चाहिँ पहिला खाजा खाँदैछ हो, हामी चाहिँ खाजा खाएर अब यहाँ रेडी पनि भइसक्यो। बिहान त घाम नलाग्ला जस्तो भइरहेको थियो, अहिले चाहिँ फेरि दिन उग्रियो, गरम छ हो। अब चाहिँ हामी 3 जना जाने हो इन्द्रेणी फल्स। तपाईँलाई पनि देखाउँछु त्यहाँनिर इन्द्रेणी फल्समा गएर है। सबै अरूहरूको फोटोमा भिडियोमा त दामी लागेको थिएन, देखेको म कहिले पनि गएको छु, तिमीले गएको। अनि आज म जाँदैछु, हेर्दै गर्नुहोस् सो स्टे ट्युन्ड। हुन्छ गुडी उडाउँदै रहेछ नि त। अब चाहिँ हामीले निक्लेको, घाम पनि लाग्यो मजाले। अब निक्लेको कस्तो दामी देखियो त्यो उयो हरियाली रहेछ नि त, पछि हरियाली भएर कस्तो दामी देखिरहेको छु। यस्तो छ, घाम लाग्यो। अब चाहिँ हामी निक्लिनु आँटेको, हावा पनि चल्दैछ, घाम पनि छ। जाने म त सक्दिनँ होला, यहाँबाट भाइले जाऊ तिमी। हावा कस्तो चल्दैछ। यो जग्गा चाहिँ अलिक राम्रो छ। दामी छ नि, ठुलो छ नि त होइन। तपाईँलाई पनि एकदम नेचरमा घुम्नु मन छ भने चाहिँ आउन सक्नुहुन्छ। ल भन्दै साथीहरू हिन्दीमा छ। सो गाइस आप आ सकते हैं इधर, यहाँ सोनादा में कॉलेज वो है वाटरफॉल्स इन्द्रेणी फल्स। आ सकते हो तुम विश्वदीप और विष्णु को छ ओ अलिशा केशव। यहाँ भी होम स्टे है, आप रह सकते हैं। अब यहाँबाट अलिकति हिँड्नुपर्छ, यहाँ होमस्टेमा आउनु सक्नुहुन्छ तपाईँहरू। जाउँ झरौँ। अब चाहिँ हामी झर्ने लुजुम अब देखाउँछु, हिँडेर जानुपर्ने। यहाँबाट चाहिँ एडभेन्चर हुन्छ, अब एडभेन्चरदेखि टुरिस्टहरू पनि आउँदैछ। चाहिँ हामी यहाँ लागेको शुभेच्छा छ ऊ यहाँ एकदम हिलमा। यहाँ छ मानसिका बहिनी। आज हाम्रो आजको हौ वाउ। अब यहाँ जाने हामी चाहिँ हिँडेर, बाटो अप्ठ्यारो छ। चैनल का नाम क्या है? स्मीराय SMW SMW नहीं अभी भी स्टार्ट किया है। अच्छा
न्यू ब्लॉग यूट्यूब चैनल दे देना ठीक है जी हम सब्सक्राइब कर देंगे सब लोग। ओके सब्सक्राइब कर दीजिएगा सपोर्ट कर दीजिएगा ओके यहाँ चलु हामी नयाँ सब्सक्राइबरहरू सब्सक्राइब गरिदिनुहुन्छ अरे हो अल द वे फ्रम कलकत्ता कलकत्ता एक सेल्फी हामी चाहिँ ऊ पर जानुपर्छ अब त्यहाँ गएर देखाउँछु यहाँ बाटो चाहिँ अलिक अप्ठ्यारो छ हो त्यही भएर भनेको छ अब हामी यहाँबाट हिँडेको यसरी पुल तर्न आँटेको छु पुल तर्न आँटेको यहाँ ला के भयो यहाँले मलाई देऊ त्यो खुट्टा यस्तो भयो त्यो मलाई होइन देऊ न हिँड्नु जान्दैन यस्तो बाटो छ हो जोगेर हिँड्नुपर्छ यहाँनिर पहाडमा त अब यस्तै त हुन्छ हो नभए आइपुग्न आँट्यो हामी तर त्यस्तो छैन हौ बेसी बोल्नु हुँदैन हौ भिडियो गरेको छु अब चाहिँ हामी आइपुग्यो है त्यस्तो उयो छैन रहेछ अलिक पानी कम्ती छ भन्यो है तिमीले यहाँ त अलिक पनि ठिकै छ योपट्टि चाहिँ अलिक कम्ती रहेछ आज इन्जोरी लागेको बेलामा चाहिँ दामी देख्छ आउन त एकछिन आउन भन न अन्त आउन बहिनी निदा टर्क्यो दामी देखिरहेको छ इन्डियन रिभर दामी देख्छ है फोटो खिच्नु माग्यो वा कस्तो दामी भइरहेको छ यहाँबाट चाहिँ दामी देख्दो रहेछ हामी चाहिँ यहाँ फोटोसुट पनि भइसक्यो अघि चाहिँ घाम लागेको थियो कि आज चाहिँ हामीसँग चाहिँ नि सबले हामी त सेलिब्रेटी भयो तपाईँले फोटो हाम्रो हेर्नु चाहनुहुन्छ भने चाहिँ प्लिज फलो मी इन इन्स्टाग्राम उयो हामी त आज सेलिब्रेटी भयो सबले सेल्फी भनेको भनेको छ हामी तिनजना थियो यहाँ माथि हेर्नु मान्छेहरू भर्ती छ अलिक बेसी मान्छेहरू भिडभाड भयो अब पहाड यस्तो शान्ति हुन्छ यहाँनिर हाम्रो चाहिँ यहाँ सामानहरू चाहिँ अलपत्र परिरहेको यहाँ माथि छ बाटो चाहिँ रोड चाहिँ यो बाटो भएर आएको हामी है अघि यहाँ माथि चाहिँ अघिको होमस्टे यहाँनिर छ हाम्रो गाडी अब है दुईजना कालै कालो भएछ हामी अब चाहिँ हामी यहाँ खानु आँटेको त्यस्तो चाहिँ अब यो खानु आँटेको यहाँनिर छ अब चाहिँ मान्छेहरू पनि खाली भयो है हामी चाहिँ अब दुईजना भएर खानु आँटेको Cheers. दामी लाग्यो वाउ दामी इन्भेन्ट भएको त्यसरी मजा आउँछ नि त है यसरी बसेर खानु नेचरको अगाडि आउँछ होला अब हामी पनि चप्प
हामी चाहिँ अब यहाँबाट गएको बाई बाई इन्दिनी आउनु बाई बाई फेरि आउनेछ फेरि भेटौँला दामी अब चाहिँ हामी 3 जना मात्रै भयो जति कराउँदा पनि हुन्छ है लु जाउँ अब चाहिँ गएको हामी है अब अलिक दिन राम्रो भएकोमा जानुपर्छ आउनुपर्छ अब चाहिँ हामी लागेको अब नेक्स्ट हामी सिधै कहाँ जान्छ ग्रोटो अब ग्रोटो नेक्स्ट डेस्टिनेसन ग्रोटो अब चाहिँ हामी लागेको अब चाहिँ यहाँनिर शान्ति भएला यहाँनिर पनि यो फल्सलाई पनि है फल्सलाई पनि शान्ति भएला कोही अघिदेखि मान्छे झ्याउझ्या थियो आज चाहिँ इन्जनी लागेन गरम महिनामा आउँदाखेरि मजा आउँछ दामी हुन्छ लु अब हामी लागेको लु पोका पचौरीहरू अब लगेर फेरि जानुपर्छ यहाँ राम्रो गरिदिएको रहेछ सबै यहाँ मैला कुचेलाहरू चाहिँ यो डस्टबिनमा लाउनु पर्ने यहाँनिर फोहोर मैला हुँदैन नि त अब मान्छेहरूले त फ्याँक्नु त कहाँ अघि एउटा बोतल थियो बहिनीले टिपेर राख्यो हो यहाँनिर बर्खामा चाहिँ त्यो पानीहरू दामी देख्छ दुईजनाले यहाँ काम गर्दैछ माथि पुल अघि यो पुल तरेर आएको हामी अब फेरि यो बाटो भएर ऊ माथि पुग्नुपर्छ यहाँ माथि छ घर देख्दैछ यहाँ यो कटेजै हो यो पनि होमस्टे यहाँनिर पुग्नुपर्छ त्यति टाढो त छैन पुगिहाल्छ 5 मिनट लु अब हामी लागेको यहाँबाट यस्तो बाटो भएर जानुपर्छ त्यसो होइन हिँड्नुपर्छ कोही कोही बेला है एडभेन्चर कति पनि खाएन हामीले यहाँ बसेर फोटो खिचेर यहाँ चाहिँ अलिक पानी रहेछ यहाँ त घरि धुम्म हुँदो रहेछ फेरि घरि घाम लाग्ला जस्तो हुँदो रहेछ है एकछिन लागेको थियो है हामी चाहिँ ऊ पारिबाट आएको दामी देख्यो सुटिङ पनि आएको आएर हामीमा आयो होला कसको हो सोध्नु पर्ने थिएछ यहाँ माथि पनि यो चाहिँ के होमस्टे हो कि दोकान हो नि माथि होमस्टे ए राम्रो आउँछ यो होमस्टे भाइ राम्रै छ दामी छ यो भनेको मलाई चाहिँ यो ब्याम्बोको मनपर्छ हौ राम्रो हुन्छ यसतिर त त्यस्तै राम्रो हुन्छ आउँदैछ गाडी फेरि यहाँनिर दामी रहेछ कटेज यहाँ पनि बस्नु सक्ने रहेछ ए दामी यहाँनिर बनिँदै रहेछ क्यास्केट केट कि कास्केट के रहेछ होमस्टेको नाम चाहिँ कास्केट इन त्यही होला प्रनाउन्स गर्नु सकिनँ कि कस्तो प्रनाउन्स गर्छ अब मान्छेहरूले आफ्नो आफ्नो हुन्छ यो रहेछ यो होमस्टेको नाम चाहिँ यो मुनि चाहिँ रेस्टुरेन्ट रहेछ यहाँ माथि चाहिँ होमस्टे गरम भयो हिँडेर आएको त यस्तो दामी देख्यो माथि आरुचाको बोट रहेछ आरुचाको बोट भुस्से आरुचाको बोट जस्तो लाग्यो
हेर न उयोलाई चाहिँ नि एउटा उयो दामी टिपु यो दामी रहेछ यहाँ हाँस पनि रहेछ सुवेक्षाहरूको कार्य आथुपाहरूको घरमा एकछिन निक्ल्यो कि हामी यहाँ हेर न 3टा रहेछ है कस्तो मजाको है यहाँ त होइन होला यहाँको कसको उसको भाइ मान्छेको भाइ र हामी चाहिँ यहाँनिर ग्रोटो निक्लेको मारियन ग्रोटो एन्ड क्यालभरी हिल क्याथलिक पिलग्रिम्स साइट रहेछ अब यहाँनिर घुम्ने एकछिन हामी यहाँ माथि फेरि हुस्से लाग्यो यहाँनिर तुवालो लाग्यो तुवालो ए टाइम रहेछ नि त यहाँ है कति बजीसम्म ए 2 बजीदेखिको 4 बजीसम्म अरे 2 बजे त नि अब लागेको हामी माथि ग्रोटो पनि घुमिदिउँ न त फेरि फगी लाग्यो अनि अघि क्लियर भएको थियो नि जाँदा है फुल हेर्दैन कलर मिठो लाग्यो यो कलर है मिठो कलर कस्तो दामी देखेको यो ब्राइट पिङ्क झन् कस्तो मिठो हेलो थ्याङ्क यू ए यहाँ गुराँस पहिला फुलेको थिएछ है उहिले छ बनायो नि ल हामी बन्छ भनेर जाओस् न है अब हामी यहाँनिर एकछिन फोटोसुट गर्ने यहाँनिर ए मन्दिर पो देखेको रहेछ त के हो भन्छ यहाँनिर नोटिसहरू के लेखेको रहेछ हो औ तिम्रो पिठ देखि एकछिन पिठ देखिरहेको छ तिम्रो कहाँ गयो पिठ यसै पाउनु पर्ने छ तपाईँको भिडियोमा त यो चाहिँ हो ग्रोटो ए यहाँ मेरो 1-2वटा रहेछ गुराँस क्यान्डल ल्याउनुपर्छ नि है हुन्छ यो चाहिँ ग्रोटो हो सोनादाको हामीले त्यस्तो गर्दैन नि तर कस्तो गर्नुहुन्छ कस्तो गर्नुहुन्छ हामीले त्यस्तो गर्दैन क्याथलिकले हामीले त्यस्तो यस्तो गर्नुहुन्छ उयो माथि छ नि त उयो देख्नुभयो छ नानाले भन्नुभएको फुल ल्याउ न यहाँ रहेछ यो कलर कस्तो दामी देखिरहेछ यो यो भुइँमै फुल्ने रहेछ के भन्छ यो फुलको नाम थाहा भएन पहिला रोप्थ्यौ यस्तो मैले पहिला रोप्थेँ घरमा रोप्थ्यौ तिमीले रोप्थ्यो त अन्त फेरि फगी लाग्यो जाउँ न उताबाट देख्दैन अझ बन्द रहेछ अन्त बन्द आएको उयो भयो नि त फेरि धुम्बो त्यो अलिक फगी लागिरहेछ यस्तो भइरहेछ वेदरै के भयो अचानक फेरि फगी लागेर त यो चाहिँ हो ग्रोटो यता चाहिँ के भन्छ आजको हाम्रो भ्रमण चाहिँ है भइसक्यो सक्यो यहीसम्म थियो आज को भ्रमण आज का हमारा टूर यही तक था बागडोगरा Your short tourist memorial Pilgrim Center Pilgrim Center October 4 अक्टोबर 2005 मा बनेको रहेछ भनेपछि त 20 वर्ष भएछ शान्ति किरानी blessed by R.T. Rafe P.P. Thomas or this is Thomas sir the bishop of the park ए दोकान उयो रहेछ बागडोगराको बिशप अफ दार्जिलिङको बिशप रहेछ हो उयसमा भएको 29 मार्च 2009 मा चाहिँ बिशप हुनु भएको रहेछ दार्जिलिङ र बागडोगराको ए बागडोगराको चाहिँ 2005 मा रहेछ अक्टोबर यहाँबाट चाहिँ मुन्डाकोठी भन्देउ कहाँ जान्छ रे लुका जान्छ मुन्डाकोठी अन्त उलाई चाहिँ अलिक उयो यहाँनिर बोट लगाएको रहेछ नि उता साइडको अपोजिटपट्टि छ
यहाँ चाहिँ दामी देख्दो रहेछ तर यो के काफलको उयो भनेको हो काफलको फोटो ए यहाँ रहेछ यी मजाले पाकिरहेको छ यी अमिलो अमिलो हुन्छ ए यो सबै काफलको नै रुख रहेछ नि त यहाँबाट चाहिँ मुन्डाकुटी जाँदो रहेछ अनि यताबाट गयो भने चाहिँ रम्मुक कता ए ए पुरा रहेछ काफल दामी छ नि माथि माथि पुरा रहेछ आज चाहिँ त्यस्तो देखेको छैन मनम लागत 900 भइहाल्यो सिङ्गापुर चाहिँ लागेको हामी 27 यति नै थियो यहीँसम्म चाहिँ आजको हाम्रो 548 अहिले तर घर पुगेर भेट्नेछु 900 हामी चाहिँ भर्खरै यहाँ घर आइपुग्यो है थाक्यो ऊ पनि यहाँ बसिरहेको छ अब चाहिँ आइपुग्यो भिडियोलाई यहीँ अन्त गर्न चाहन्छु तपाईँलाई के कस्तो लाग्छ कमेन्ट गर्नुहोस् होला मेरो भिडियोमा सब्सक्राइब पनि गरिदिनुहोस् होला